안녕하세요 여러분들 कोरियन कन्फ्युजन वर्ड आज चाहिँ हामी यो भिडियोमा सिक्न गइरहेका छौं तीनवटा मैले क्रियाहरू लिएर आएको छु जस्तै थेरिदा खाजिदा मोसिदा यो तीनटैको अर्थ लिनु भन्ने लाग्छ तर प्रयोग गर्दाखेरि चाहिँ हामीले एकदमै ध्यानपूर्वक यसको प्रयोग गर्नुपर्ने हुन्छ थेरिदा भनेको पनि लिनुहुन्छ खाजिदा भनेको पनि लिनुहुन्छ मोसिदा भनेको पनि लिनुहुन्छ तर कुन अवस्थामा केलाई लिनुहुन्छ त केलाई ल्याउनुहुन्छ त त्यो कुरालाई आज यो भिडियोमा सिकौं म ढिला नगरिकन सिधै भिडियो तर्फ लाग्छु है त ल हेर्नु है त थेरिदाको अर्थ के हो त लिनु भन्ने अर्थ लाग्छ है त यो तीनटैको अर्थ लिनु भन्ने लाग्छ है त मैले त्यो लेखिन अब यहाँ तपाईले बुझ्नु भयो होला यो तीनटैको अर्थ लिनु हो म चाहिँ प्रयोग कुन कस्तोमा लाग्छ त प्रयोग भन्ने कुरा लेखिदिन्छु है त थेरिदा भनेको लिनु हो त्यो लेखिदिन्छु धेरै मान्छेहरु कन्फ्युजन पनि हुन सक्छन् फेरि यसको चाहिँ अर्थ लिनु हो है त अब लाग्ने अर्थ भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ यो थेरिदा भन्ने बित्तिकै हामीले के बुझ्ने त भनेपछि मान्छे वा मानिस वा मान्छे अर्थात जनावरहरु भयो जनावरलाई लिँदाखेरि चाहिँ हामीले थेरिदाको प्रयोग गर्नुपर्छ है त जनावर ल थेरिदा भनेको चाहिँ मान्छे वा जनावर लिनु अब यसलाई एकदमै छोटकरीमा बुझ्ने हो भने चाहिँ सजीव वस्तुहरु लिएर आउन है त सजीव वस्तुहरुलाई लिएर आउनु के सजीव वस्तुहरुलाई ल्याउनु अथवा लिएर आउनु भन्दाखेरि चाहिँ हामीले थेरिदाको प्रयोग गर्नुपर्छ अनि खाजिदा भनेको पनि के हो त भन्दाखेरि लिनु भन्ने अर्थ आउँछ है त खाजिदा भनेको पनि लिनु भन्ने अर्थ आउँछ तर के ल्याउँदाखेरि प्रयोग गरिन्छ भन्दाखेरि चाहिँ सामानहरु ल्याउँदाखेरि है त सामानहरु ल्याउँदाखेरि हामीले चाहिँ यसको प्रयोग गर्नुपर्ने हुन्छ सामान जस्तो कस्तो सामान त भन्दाखेरि एकदमै एक अर्थमा बुझ्नको लागि चाहिँ निर्जीव सामानहरु है त निर्जीव वस्तु ल छोटकरीमा थेरिदा भनेको लिनु मान्छे वा जनावर अथवा सजीव वस्तुहरु लिनु थेरिदा खाजिदा भनेको चाहिँ लिनु तर के लिनु त सामान अथवा सामान लिनु निर्जीव वस्तुहरुलाई ल्याउँदाखेरि हामीले खाजिदाको प्रयोग गरिन्छ है मोसिदा भनेको पनि के हो त लिनु ल्याउनु भन्ने कुरा हुन्छ यो कस्तो अवस्थामा प्रयोग हुन्छ त भन्दाखेरि चाहिँ एकदमै शिष्ट मानिसहरुलाई अथवा आदरणीय व्यक्तिहरुलाई लिएर आउँदाखेरि चाहिँ हामीले मोसिदाको प्रयोग गर्नुपर्ने हुन्छ है त जस्तै मोसिदाको के हुन्छ त भन्दाखेरि आदरणीय मान्छेहरु है त आदरार्थी लेख्दिम है आदरार्थी मान्छेलाई ल्याउँदाखेरि मान्छे ल्याउँदा अथवा पुगाउँदा के पनि हो सक्यो आदरार्थी मान्छे लेखौं न सक्यो है त ल एकदमै सर्टकटमा बुझ्ने धेरै गहिराईमा लम्बाईमा जानुपर्ने त्यस्तो छैन है त सिम्पली हेर्ने थेरिदा भनेको चाहिँ लिनु तर सजीव वस्तुहरुलाई लिएर आउनु जसले सास फेरि सक्छ सजीव वस्तुहरु भनेको त्यस्ता वस्तुहरु भए मान्छे जनावरहरु भए खाजिदा भनेको चाहिँ लिनु ल्याउनु भयो जसको अर्थ चाहिँ के हुन्छ त सामानहरु लिएर आउनु निर्जीव वस्तुहरु लिएर आउनु यो मोसिदा भनेको पनि लिनु तर कस्तो लिनु भन्दाखेरि आदरणीय व्यक्तिहरुको केसमा हामीले चाहिँ मोसिदाको प्रयोग गर्नुपर्ने हुन्छ है त यति नै हो धेरै असजिलो भन्ने कुरा केही पनि छैन एकदमै सजिलो छ एकदमै इम्पोर्टेन्ट छ ध्यान दिएर बुझियो भने चाहिँ बुझ्न सजिलो छ भिडियो के कस्तो लाग्यो त कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला भन्दै भिडियो यही रोकाउँछु खामसामनिदा धन्यवाद।